हेलो साथीहरू, हेर्नु है, हामीले चाहिँ यहाँ कुपाङबाट अर्डर गरेको थियौँ। यसको नाम चाहिँ के भन्छ भनेर म भन्दैछु है त। हेर्नु है, यहाँ 500 ग्राम आधी केजी। यसलाई चाहिँ चिया सिड भन्दो रहेछ। नेपालीमा के बाबरीको फुल कि त्यस्तै बाबरीको फुलबाट निकालेको दाना भन्ने सुनेको थिएँ। यो चाहिँ मैले धेरै विज्ञापनमा देखेँ, धेरैतिर सबैजनाले डक्टरहरूले पनि सबैले भनेको देखेँ। शरीरलाई एकदम धेरै फाइबर दिने, के दिने शरीरलाई चाहिँ यो चाहिँ अनिवार्य नै जस्तो भनेर मैले नि अर्डर गरेको छु। हेर्नु 500 रुपियाँ होला नेपाली, कोरियन वुन 5000 वुनको आधी केजी आएको छ। कस्तो छ हेर्नु त, यो अलिक क्वालिटीकै छ जस्तो लाग्यो मलाई। यो चाहिँ तपाईँहरूले पनि खानु होला है। यसको चाहिँ फाइदा बेफाइदा के छ, बेफाइदा त छैन होला। कति खाने भन्दा बिहान 1 चिया चम्ची चाहिँ पानीमा हालेर, बेलुकै पानीमा हालेर राख्ने, ढड्याउने, र बिहान चाहिँ त्यो 1 गिलास चाहिँ बिहान खाजा खाँदाखेरि खाने रहेछ। बाँकी चाहिँ यसको फाइदाहरू चाहिँ युट्युबमा खोजेर नि हेर्नु होला। यो एकदम फाइदाजनक रहेछ। एकचोटि हजुरहरूलाई जानकारी गराइराखेको, र तपाईँहरूले आफैले खोजेर अर्डर कहाँबाट गर्ने हो हेरेर खानु होला है। एकदम राम्रो रहेछ, फाइदाजनक। म चाहिँ सुरु गर्नेछु है यो चिया सिड। ल।